गर्दैछौँ किनकि यो डिसेम्बरको अन्तिममा युकेबाट 2 कठा जग्गा धनी आउँदै हुनुहुन्छ। 2 कठा जग्गा धनी अमेरिकामा हुनुहुन्छ। 1 कठा जग्गा पाउने समस्या छ। कार्यक्रममा पाल्नुभएका समस्त मानवजीहरूलाई आर्थिक दाताजीहरूलाई र यहाँ आर्थिक दीप प्रज्वलन र सँगसँगै चाहिँ शिलान्यास कार्यक्रम रहेको छ र मैले सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका अध्यक्ष किराँतका आदिम पुर्खा सुम्निमा पारुहाङको विशाल प्रतिमा निर्माण परियोजनाका परिकल्पनाकार श्रम पिता श्रम संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिकाका मेयर आदरणीय हर्क साम्पाङज्यूलाई चाहिँ यो स्टेजमा रहेको दीप प्रज्वलन गर्दै शिलान्यास कार्यक्रमलाई पनि अगाडि बढाइदिनु हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण ड्यासमा आसीन अतिथिज्यूहरूले उहाँलाई सहयोग गरिदिनु होला र हाम्रा उपस्थित सम्पूर्ण महानुभावज्यूहरूले गडगडा दीप प्रज्वलनको कार्यक्रम भइरहेको छ। हाम्रा आदरणीय श्रम पिता सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका अध्यक्ष र हाम्रो यो परियोजनाका परिकल्पनाकार श्री हर्कराज राईबाट चाहिँ हाम्रो दीप प्रज्वलनको कार्यक्रम सम्पन्न भइरहेको छ र सम्पूर्ण हाम्रा आदरणीय अतिथिज्यूहरूले उहाँलाई साथ दिइरहनु भएको छ र यो सँगसँगै चाहिँ हाम्रो शिलान्यास कार्यक्रम रहेको छ। शिलान्यासका लागि सामग्रीहरू हाम्रा राम दाईहरूले यतापट्टि तयारी अवस्थामा राख्नु भएको छ र अब नगरपालिकाका मेयर आदरणीय हर्क साम्पाङ प्रज्वलन सकेपछि चाहिँ शिलान्यासको लागि अगाडि बढिरहनु भएको छ। सम्पूर्ण आदरणीयहरूले चाहिँ उहाँलाई साथ सपोर्ट गरिदिनु होला र उपस्थित सम्पूर्ण महानुभावहरूलाई तालीको लागि म हार्दिक अनुरोध गर्दछु र शिलान्यास कार्यक्रम अब हाम्रो हुनै लाग्यो। दीप प्रज्वलन सकिएको छ र झोल झ्याम्टा पनि बजाइदिन म हार्दिक अनुरोध गर्दछु जसले ल्याउनु भएको छ र हाम्रो यो विशाल ऐतिहासिक सुम्निमा पारुहाङ प्रतिमा निर्माण परियोजनाको शिलान्यास कार्यक्रम हाम्रा आदरणीय मेयर साहब जो श्रमका प्रणेता हुनुहुन्छ यो परियोजनाका परिकल्पनाकार हाम्रो सुम्निमा पारुहाङ प्रतिष्ठानका अध्यक्ष श्री हर्कराज राईज्यूबाट हाम्रो शिलान्यास कार्यक्रम हुनै लागेको छ। हजुरहरू सम्पूर्णलाई ताली बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रम चाहिँ हजुरहरू सम्पूर्णको सपोर्टबाट नै सफल भएको हो। यसमा माध्यमबाट यो हाम्रो अत्यन्त शुभ कार्य हो। हाम्रो ऐतिहासिक कार्य सुम्निमा पारुहाङ प्रतिमा निर्माण परियोजनाको यो शिलान्यास कार्यक्रमको अत्यन्तै गौरवान्वित क्षण हो, ऐतिहासिक क्षण हो। म धरान वडा नम्बर 20 का वडाध्यक्ष श्री पदम बहादुर लिम्बुज्यूलाई मित्रहरूमा मेरो तर्फबाट व्यक्तिगत तर्फबाट यहाँलाई स्वागत सम्मान साथै शुभकामना टक्राउन चाहन्छु र यो धरान उपमहानगरपालिकासँग समायोजन भइरहँदाखेरि श्री दासाङ शेर्पाज्यू धरान 15 श्री आस्था राईज्यू धरान 15 म सरासर नाम वाचन गर्छु, तपाईहरु चाहिँ क्रमशः आइदिनु होला। श्री म्याक्स राई कला थुलुङ राईज्यू धरान 5 श्री कृष्ण कला थुलुङ राईज्यू धरान 5 श्री पिछाडी लाग्न बोले तल के हो पैसा अघि अघि दिइजा राम्रो बनाएर चाहिँ हजुर हैन